हेलो साथीहरू, अब चाहिँ हाम्रो मकै खन्ने कार्यक्रम हुँदैछ। यतै आमाजी हात दुखी काम गर्नु हुँदैछ। जुम पनि मिल्दैन कि क्या हो अगाडिदेखि त। आमा फेरि हेर न मस्त। उयो तारको दिदी हुनुहुन्छ। हाम्रो मकैबारी देख्न सक्नुहुन्छ साथीहरू। बर्खा लागिसकेर पनि मस्तै हुन्छ झार खानु पाएर। आज खानु होला आन्टी। खाने नि आम्मामा कता मसिनो रहेछ त नि। अब फेरि टिपेर ल्याउने। देऊ न गरम गरम खाइदेऊ। मुख नबिगारी खाऊ ल। गर्नुभएको बेलामा आनन्द पो भयो त। टोपी चाहिँ यसले मलाई नछोड्ने भयो टोपीले। हाम्रो यसपालि अलिक मकै पातलो छ साथीहरू। आलुको बोट मरिसक्यो, त्यही भएर मकै काहीँ बढेर ठुल्ठुलो भइसक्यो। त्यही भएर पनि हामीले मकैमा मकै मात्रै खनेर झारै छ मेलो हुन्छ। मकैमा मात्रै माटो लाउँदैछौँ। हजुर खुस्केको छैन, तारहरू ठिकै छ अहिलेसम्म। अब खाजा खाने बेला भयो। खाजा चाहिँ अब के गर्नु साथीहरू, चाउचाउ र चिउरा। फाइनली आजको काम त हामीले सक्यौँ। आलु पनि निस्क्यो। Look at my hand. आमाको भाँडा माझ्ने काम, अब मेरो जाँड मोल्ने काम छ साथीहरू। साथीहरू अब यसलाई यसरी मर्चा लगाउनु पर्छ है। मर्चा यता फेरि वाचिपा बनाउनुलाई बुवाको फेरि यता दिन दाम एउटा पहिला ठुलो भाले धेर काम गरेको छौँ कि आज अनि ठुलो भाले खाने ज्यान भयो। अनि साथीहरू यसलाई यसरी ल्याउनुपर्छ, लप्सी गर्नुपर्छ। अनि यसरी भित्र लगाउने, यस्तो पुर्दिने हो। वाचिपा पनि पाक्दैछ साथीहरू। यही हो अब आजको हाम्रो थोरै औषधि। अलिक खाना धेरै भएछ नि आमा। यस्तरी खाँदैछन् क्या टक्कसँगले ज्वानोको झोल बनाएर। खानु न बिहान दिँदैन। लुगा